Mas pareil समक्ष सुरक्षा सम्बन्धी साधनहरूको जानकारी गराउँदछौँ। हरेक सिटमा पेजी रहेको छ। यसलाई बाँध्न पेजीको अन्तिम भागलाई यस बकलमा चिराई तान्नुपर्छ। फुकाल्न बकलको माथिल्लो भागलाई उठाई तान्नुपर्छ। हरेक सीटको माथि अक्सिजन मास्कहरू राखिएका छन्। कारणवश जहाजभित्रको चाप घट्न गएमा सो मास्क आफै तल झर्नेछ। मास्कलाई आफूतिर तानी नाक तथा मुखको बीच श्वास फेर्नुपर्छ। कृपया आफूले सो मास्क लगाइसकेपछि मात्र अरूलाई लगाउन मद्दत गर्नुहोला। आदितले अब खाजा खानु भयो। मेरो हो बन्द गरे हुन्छ तातो भयो त। महिला तथा सशक्त हामी अहिले सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल ब्याङ्ककमा अवतरण गरेका छौँ। स्थानीय समयअनुसार दिउँसोको 3 बजेर 45 मिनट गएको छ र बाहिरको तापक्रम 31 डिग्री सेल्सियस छ। सिटको पेटी बाँड्ने सकेतपति ननिवेशसम्म र जहाज पुरा नरोकिएसम्म सिटमा बसिरहनुहोला। माथिको सामान कक्ष खोल्दा विशेष ध्यान पुर्याउनु हुन अनुरोध गर्दछौँ। साथै विद्युतीय उपकरणहरूको प्रयोग गर्न सकिने जानकारी गराउँदछौँ। विमानबाट प्रस्थान गर्नु अगाडि आफ्नो सम्पूर्ण सामानहरू आफूसित भएको सुनिश्चित गर्नुहोला। कप्तान उद्धव घिमिरे तथा यस उडानका कर्मचारीहरू नेपाल वायु सेवाबाट यात्रा गरिदिनु भएकोमा आभार प्रकट गर्दछौँ र भविष्यमा पनि सेवा गर्ने अपेक्षा राख्दछौँ। नमस्ते। सफा गर्ने
झिलिमिली यता झिलिमिली उता झिलिमिली सबै झिलिमिली यस्तो हुन्छ यहाँ त झर्नै लाग्छ पानी हेऱ्यो भने बोटोला एयरपोर्ट आइयो दुईचोटि आइयो नि सर कति हिसाब गर्नुहुन्न अब इमिग्रेसन पार गर्न लाग्छौँ हामी इमिग्रेसनको लाइन हो सबै